हेलो दोस्तों, गुड मर्निङ। तपाईँहरू हेरिराख्नु भएको छ राजसिंहर ब्लग च्यानल, युट्युब च्यानल। सो साथीहरू, तपाईँहरूलाई म आज एउटा टक देखाउँछु होइन। आज मैले एउटा वायरलेस लिएको थिएँ, ब्लुटुथ, जुन यो दौडा हुन्छ, देखिराख्नुहुन्छ। यो मोबाइलमा कनेक्ट गर्नुपर्ने युएसबी, यो वायरलेस हो। र तपाईँहरूलाई म आज यसको टेस्ट देखाउनेछु, कस्तो यसको भोइस आउँछ र यो लगाएर कस्तो आउँछ, नलगाएर कस्तो आउँछ, त्यो तपाईँहरूमा देखाउने छु। म फिलहाल अहिले बाहिरतिर जान्छु एकछिन, र बाहिर रोडको यो सुनाउँछु साउन्डहरू कस्तो आउँछ होइन। जहाँ म रुम बस्छु बाहिर हो, त्यसको बाहिर म आएको छु। र यतातिर यी छन् लाइटहरू 10:40 फिलहाल। र यसमा म अब यो कनेक्ट गर्छु होइन। पहिला त म यसलाई अन गरिदिन्छु, यसको बटन स्विच नाम्दैछ। तपाईँलाई गाडीको आवाज सुनाइदिनु भएको छ ल, बाइकहरू हिँडेको। फिलहाल म यसलाई अन गरिदिन्छु। अन गर्ने पछिको चाहिँ 1 सेकेन्ड, 2 सेकेन्ड जति हौलो लङ प्रेस गरेर राख्नु होला। र यस्तो लाइट आउँछ, ग्रिन, येलो, या राइट, यस्तो आउँदैछ। यसलाई चाहिँ म के गर्छु भन्दा, म फिलहाल यतातिर लगाइदिन्छु। मैले यहाँ मेरो चेन लगाएको छु, त्यसमा चेनमा लक गरिदिएको छु इक्जाम्पलको लागि। र अब म यो युएसबी कनेक्ट लगाउँदैछु मोबाइलभित्र। र मैले यो युएसबी कनेक्ट गरिदिएको छु। र अहिले भोइस कति त्यो म भएर रेकर्डिङ भएको टाइम बादमा, रेकर्डिङ गरिसकेपछि बादमा सुन्नेवाला छु। तपाईँहरू पनि भनिदिनु पहिलाको भोइस कस्तो छ र यो लगाएर माइक लगाउने बादमा कस्तो भोइस आउँछ, कमेन्ट गरिदिनु होला हो। प्लिज च्यानललाई लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला। र तपाईँलाई म हामीहरूको रुम देखाउने छु। यस्तो छ है, जहाँ हामी यो किचन हो। यहाँ सायद देखेर नराम्रो लाग्न सक्छ होला, तर के गर्नु, बाहिर देशमा होइन, अब विदेशमा आएर यस्तै हो, यस्तै हुन्छ। कम्पनीको सामानहरू यता यता 2जना छ, 1जना चाहिँ कार वासमा गएको छ, र म चाहिँ अहिले रुममा एक्लै फिलहाल। सो गाइस, तपाईँलाई म यो भिडियो यतिकैमै